हेलो गाइज म चाहिँ अब धेरै दिन भयो भने एक्सर्साइज नगरेको लाइभ नआएको अनि तपाईँले चाहिँ अब किन यो लाइभ आएन किन यसले एक्सर्साइज गरेन भनेर सोच्दै हुन्छ होला होइन। त्यसको कारण चाहिँ म आज देखाउँदैछु है त। त्यसको कारण चाहिँ यो रुम हो ल यो रुम चाहिँ मेरो हो। मैले यहाँ चाहिँ एक्सर्साइज गर्थेँ होइन। यो चाहिँ अब यो प्लास्टर उकेको थियो कि यो प्लास्टर सब उकेको थियो प्लास्टर सिमेन्टहरू यसलाई चाहिँ टालिदिएको कि ट्याक टाल्यो होइन। अब यसलाई चाहिँ टालेर सफा बनायो सबमा हेर्नु त सबमा धक्क गरेछ धक्क गरेछ। अब भत्केको ठाउँमा अलिअलि सर्केको ठाउँमा मिलाएको भनौँ न। यो रुम चाहिँ मेरो हो फोटो पनि हेर्नु सक्नुहुन्छ। यहीँ हो एक्सर्साइज गर्ने चाहिँ मैले टक्क लाएर है वर्क गर्ने ठाउँ चाहिँ अब अर्को ट्विस्ट के आयो भन्दाखेरि अब चाहिँ मेरो रुम चाहिँ सार्ने भयो क्या। यो रुम चाहिँ अलिक सानो थियो नि त जस्तो यहाँबाट हेर्दाखेरि अलिक सानो थियो कि यो रुम चाहिँ अलिक सानो छ होइन। त्यहाँबाट अब यसलाई चाहिँ अब गरेको बेला यसलाई चाहिँ बिगार्ने के मतलब बिगार्ने भन्दाखेरि चेन्ज हान्ने कि अब यसलाई चाहिँ अब टक्क यो रुम चाहिँ अलिक ठुलो छ त्योभन्दा होइन अलिक ठुलो छ यो रुम चाहिँ त्योभन्दा। अब ट्याक्क यहाँको यो खाटहरू चाहिँ त्यहाँ लगेर राख्ने होइन। अनि त्यहाँको मेरो सामान चाहिँ यहाँ ल्याएर राख्ने के। अनि त्यहाँबाट यो चाहिँ अलिक ठुलो छ नि त ठाउँ अलिक ठुलो छ होइन। त्यही भएर अब चाहिँ यहाँनिर एक्सर्साइज गर्छु म यो रुममा। यो रुम चाहिँ मेरो बनाउने अनि यो रुममा चाहिँ एक्सर्साइज गर्ने टक्क लगाएर यसरी अहिले जेटेको छ। अनि मेरो अब सामान चाहिँ कहाँ राखेको छ भन्ने कुरा त यहाँनिर चाहिँ सामान चाहिँ ल हेर्न सक्नुहुन्छ। जिम गर्ने सामानहरू यो यहाँ रडहरू टक्क लाएर अनि अर्को चाहिँ यहाँनिर छ है त यो प्लेटहरू चाहिँ यहाँनिर राखेको छ अहिले। अब टक्क कोठा सार्ने हेर्नु गाइज। अब यो कोठा टक्क सरेपछि टक्क यो कोठा सरेपछि यहाँनिर चाहिँ हुन्छ। अब यहाँनिर चाहिँ अनि त्यो झुन्डिने बार राख्नुपर्छ पुलअप बार यहाँ राख्नुपर्छ। अनि त्यहाँबाट क्यामेरा त्यहाँतिर राखेर टक्क गर्नुपर्छ है त गाइज। ल अब केही छैन अब 2-4 दिन हो लगभग 1 विक जतिमा चाहिँ सबै ठिक हुन्छ रेडी हुन्छ। अनि म 1 विक पछि चाहिँ टक्क आउँछु है त। यसको कारणले गर्दा चाहिँ म लाइभ नबसेको है त गाइज। सबलाई मेरो इको पनि सुन्न सक्नुहुन्छ है त। यसले गर्दा चाहिँ हो अब फेरि बिस्तारै बस्छु लाइभ मेरो फिगर नै बढी मोटिभेसन गाइज। अब यो रुम चाहिँ टक्क लाएर यो एउटा खाट चाहिँ यो एउटा लोपेट जहाँ म सुत्छु त्यो चाहिँ यहाँ राखेर यो दुईवटा खाट चाहिँ त्यहाँ सार्नुपर्छ है त गाइज। ल सारेपछि देखाउँछु सारेपछि भन्छु अनि आउँछु है त लाइभ। अहिले चाहिँ बाइ बाइ। ल साथीहरू आजको भिडियोलाई यहीँ रोकौँ। मन परेमा लाइक र सब्सक्राइब ठोकौँ।